ऋषि धमलाले केही सोध्न खोजे जस्तो सरज्यू अब तपाईँ नेपाली राजनीतिमा दोहोऱ्याएर परीक्षा म दिन्न भन्ने नेता, म दोहोऱ्याएर कुनै पनि म क्लासमा बस्दिनँ भनेर तपाईँले सुरुवात गर्नुभएको थियो नेपाल कम्युनिस्ट पार्टी एमालेलाई लोकतान्त्रिकरण गर्नको लागि। 70 वर्ष उमेर हद पनि तपाईँले राखिदिनु भयो। 2 पटक भन्दा 3 पटक अध्यक्ष बन्न पाउँदैन भनेर तपाईँले भनिदिनु भयो। सबैजना वावा केपी शर्मा ओली भनेर लोकतान्त्रिक प्रजातान्त्रिक प्रतिस्पर्धात्मक राजनीतिको सूत्रधार भने तपाईँलाई सबैले एमालेमा धेरैले भने र जसलाई तपाईँले अगाडि बढाउनु भयो ती सबै तपाईँसँग प्रतिस्पर्धा गर्न फेरि तयार भएर आए। पहिलो पटक माधवकुमार नेपाललाई तपाईँको बिच यति राम्रो सम्बन्ध थियो, उहाँलाई प्रधानमन्त्री बनाउनु भयो, तर फेरि तपाईँ उहाँसँगै प्रतिस्पर्धा गरेर अध्यक्ष हुनु पर्यो। दोस्रो पटक भीमराव तपाईँको क्याबिनेटमा बस्नु प्रधानमन्त्री बन्नुभयो, फेरि उहाँसँगै तपाईँ प्रतिस्पर्धा गरेर अध्यक्ष बन्नुभयो। तेस्रो पटक तपाईँले प्रधानमन्त्री बनाएको मान्छे ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष बनाउनु, फेरि उहाँसँगै प्रतिस्पर्धा गर्नुभयो। छोटो प्रश्न र ठ्याक्कै मेरो प्रश्न केपी शर्मा ओलीजी तपाईँलाई विद्यादेवी भण्डारीलाई तपाईँ 2 पटक राष्ट्रपति बनाउनु भयो। अहिले सबैभन्दा बढी तपाईँको आलोचना गर्ने भित्री रूपमा तपाईँलाई चुनाव हराउनु पर्छ भनेर प्रधानमन्त्री सुशीला कार्कीसँग गएर सम्झौता गर्ने विद्यादेवी भण्डारी हुनुहुन्छ। अब तपाईँले चुनाव जित्ने आधार मलाई दिनुहोस् कि त तपाईँले 27 गते उद्घाटन सत्रमा ल मेरो अध्यक्ष फलानु भनेर केपी शर्मा ओलीले चाहिँ अगाडि सार्ने त्यस्तो नेता एमालेमा को छ आज ल घोषणा गरिदिनुहोस् त तपाईँको उत्तराधिकारी केपी शर्मा ओलीको। म ताक्छु मुडो बन्चर ताक्छ घुँडो जस्तो भएको। म खोज्छु ऋषि धमला जस्तो मान्छे श्रीमतीको नाममा अर्कै पार्टी खोलेर के गरिदिन्छ। अब परेन प्रसाद अब फेरि यता रिसाउनु पर्छ। खै ऋषि धमलाले ठिक कुरा गर्नुहुन्छ, ठिक कुरा गर्नु। जवाफ आइसक्यो नि त, कम्प्लिटै जवाफ आइसक्यो।